हेलो गाइज, आज त हामी लालबाग पार्कमा आएको होइन। यहाँ केटाहरू देखाउँछु म कति छ मान्छेहरू होइन। ए हेर्नु त मान्छेहरू कति छन् यहाँ। त्यहाँ पर यहाँदेखि यहाँसम्म। हेलो 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 गाइस। यहाँ भाइ छ, हामी दुईजना मात्र है आएको आज चाहिँ घुम्न। म यहाँ पुरा देखाउँछु, नजारा सबैलाई देख्न सक्नुहुन्छ। यस्तो छ आज यहाँतिर देखाउँछु। यहाँतिर भिड छ होइन। आज चाहिँ टिकट काट्ने माथि बनाए तल फ्री छ भनेर त्यसरी नआउनु होला। हामी चाहिँ त्यसरी आएको, आज फ्री रहेछ भनेर आएको, तर टिकट चाहिँ यहाँ माथि काट्ने गरे रहेछ होइन। हामी झुक्क्यौँ, तर केही छैन। त्यही पनि दुईजनाको 400 रुपियाँ तिरेर आयौँ। देख्नु भयो यहाँ हेर्नु केटाहरू दोर्साकी स्वाइनी हेर्दै भने यहाँ आउनु है। यो पर हेर कति दोस्रो भेट्दैमा मिलाउनु गाइस म देखाउँछु होइन। आज के चलिरहेको छ हाम्रो। यस्तो पहिला गाउँघरमा खेलिन्थ्यो, म देखाउँछु है केटाहरूलाई एकैछिन है। यो होइन यहाँ यस्तोबाट एक चाहिँ हामी हालिसक्यो होइन। यस्तो चलिरहेको छ। पहिला हाम्रो गाउँमा थियो होइन यस्तो। यहाँ पनि रहेछ यहाँ हेर्नु त गाइस। यता देख्नु त यहाँको होइन। यी मान्छेहरू हेर्नु त बान्तरका जुइनीहरू पऱ्यो रुखको टुप्पुरमा गरी हेर्नु त के छ मान्छेहरूको। हेलो फाइनल्ली यहाँ म त पुगिसकेको छु होइन। अब ढुङ्गाबाट अब कहाँ कहाँ देखिन्छ के देखिन्छ। आज के हामीले देख्यौँ त्यो सबै भिडियो बनाएर देखाउने छु सबैलाई है। यस्तो चाहिँ यहाँको नजारा म देखाइदिन्छु सबैलाई हेर्नु नजारा नबोल्नु। यता यस्तो पनि चलिरहेको रहेछ होइन। म देखाउँछु आज चाहिँ यहाँ यस्तो यस्तो पुरा केटाहरू यहाँतिर होइन यस्तो छ। आजको नजारा चाहिँ म देखाउँछु सबैलाई देखाइदिन्छु है। गाई यता फुलको यस्तो पनि बनाएर रहेछ होइन। यहाँ पनि देखाउँछु हल्का यस्तो छ। अनि एउटा उतापट्टि छ होइन देखाउँछु म यता। त्यो मान्छेहरू हेर्नु त गाई आज भोलि जनवरी हुनाले आज चाहिँ यहाँ डेकोरेसन बनाएर खतरा खतरा चाहिँ यहाँ भित्र पनि देखाइ हेर्नु त। यतापट्टि पनि देखाइदिन्छु हेर्नु केटाहरू यहाँ छ। अनि यो पट्टि पनि छ यस्तो गाई यता बनाएर डेकोरेसन भयङ्करै छ हो यता त। यस्तो छ यहाँतिर देख्न सक्नुहुन्छ। भिडियो चाहिँ आज हामी देखाउने केटाहरूलाई यहाँ हेर्न सक्नुहुन्छ। खतरा खतरा बनाएर आज चाहिँ डेकोरेसन होइन। आउने गाइजहरू बाख्रा भेडा खेदा जस्तै गरिरहेको छ नि। यहाँ वन्त्र पन्त्र पुलिसन बिचमा चाहिँ यस्तरी लागेर हिँड्नु परिरहेको छ होइन। गाई यस्तो छ मान्छेहरू यहाँ पुरा बाख्रा भेडा खेदाइ गर्नु लाग्यो। कहाँ निकाल्ने केही भएको छैन होइन। म देखाउँछु छ यता छ यस्तो देखाइदिन्छु केटाहरू सबैलाई। गाइज होइन मैले यस्तो चिज देखाएको छु कि म देखाउँछु होइन एकैछिन है। यता देखाएको यता त माथि चाहिँ के हो यो भन्नु। यसो फलको नाम के हो गाइज यता माथि उता फल्छ म देखाइदिन्छु होइन। यस्तो चाहिँ आज भिड चाहिँ लास्टै जन्माइछ हेर्नु त। यो गाई भोलि अगस्त हुनाले आज यस्तो छ। म यहाँ देखाइदिन्छु होइन सबैले। यस्तो छ मजाको यता यस्तो छ साथीहरू हेर्नु त। मेरा दोस्तहरू हुनु है दुईजना चाहिँ यिनी मेरा दोस्तहरू यहाँ भित्र यता यस्तो देखिरहेको छ। यो चाहिँ यहाँ लालबागको पार्कभित्र हो है। यस्तो बनाएको आज यता म देखाउँछु। मान्छे चाहिँ लास्टै छ यार। यहाँ भेडा बाख्रा खेदाइ अत्त लागिहाल्नु हो यहाँभित्र चाहिँ यस्तो छ मान्छेहरू। यहाँ भित्री छिरो हुने गाई यस्तो छ। बाहिरी आउने गाह्रो छ केटाहरू। मान्छेको भिड लास्टै खतम छ। मान्छेको गयो भने टाउको दुख्छ मेरो त। यहाँ देखाउँछु मान्छे छिटो कहाँ गयो यार। एउटा मान्छे कहाँ हराएछ त्यो म देखाउँछु। यहाँनिर यस्तो छ मान्छेहरू सक्नुहुन्छ गाई। म देखाउँछु यहाँतिर गान्धी बाजे बसेको छ होइन। यता कुर्सीमा बसेर अब के गर्दै हुन् यता हेर्नु गाई कुर्सीमासम्म बसेको ल होइन। यहाँ भित्रबाट बाहिर निस्केर अहिले सास फेरिएको छ गाइज। यस्तो छ यहाँ जिन्दगी बाँच्नै गाह्रो छ। यहाँ भित्र गयो भने यस्तो छ लास्टै मान्छेको भिड बल्ल तल्ल अहिले सास फेरिएको छ होइन बाहिर आएको छ। यता पानीमा आएको होइन के गर्नु। अब गाउँमा भएकोबाट अब सिमी गर्न मिल्छ यहाँ चाहिँ मिल्दैन होइन। पानीको भएको छ यो ठाउँमा त हाम्रो ठाउँमा भएको त पौडी त्यसो चाहिँ यहाँ पौडी देखाएर यता भिडियो होइन भ्लगमा हालिदिन्छु पारा। यस्तो चाहिँ यहाँ हाम्रो साथी यसो पारा पनि देख्दैछ भिडियो बनाएर आज यता घुम्नु छ। यो बोलाउनै आँटे कि आयो मान्छे।
हेलो गाइज अब यति घुम्दा घुम्दै थकाइ पनि लाग्यो स्टिक खाँदै होइन यता स्टिक यता मान्छेलाई यहाँ खतम गरिसक्यो यो खानालाई यहाँ आफ्नो डाँडाफाटी देखाउँछु अहिले कमसेकम भित्री लालबाग हुँदा हुँदै 4-5 घन्टा भइसक्यो भित्री पुरा घुमेर अहिले ऊ भएर यहाँ स्टिक खान लाग्यो होइन यो चाहिँ भाइ आज हाम्रो दुईको छ यहाँ चाहिँ घुमघाम छ कोही छ भने आउने केटाहरू लालबागमा चाहिँ कहिले अब गोल्याम हेऱ्यो खान लाग्यो ल अब भ्लग चाहिँ यहीँ खतम हुनेवाला छ अब घर निस्किनु लाग्यो होइन गाडी निकाल्यो अब घर ल बाई बाई सबैलाई नेक्स्ट भ्लगमा मिल्नु बाई